फाइनली हामी डुम्रे आइपुगेछौँ। पोखरादेखि हामी हिँडेको लगभग 2 घन्टा जति लाग्यो डुम्रे आइपुगेर खानाको लागि अर्डर गरेछौँ। डुम्रे हामीले खानाको लागि अर्डर गरेछौँ। अब यहाँ खाना आउँदैछ। अब खाना खाने हो। अब परिवारसँग सर्भ हुन्छ। मिठो भोक लागेको छ। हजुर अनि मनासलु ट्र्याक गर्दाखेरि हैन ट्र्याक चाहिँ सकिने बेलामा सबिन गरेर हामी फर्किने बेलामा ठ्याक्कै हामी यही होटलमा र ठ्याक्कै यही रुम परेको थियो। तर त्यो बेलाको फरक के छ, त्यो बेला हामी 5 जना थिए, यसपालि 3 जना मात्र हामी छौँ। अङ्कल पनि त्यही भेट हुनुभयो, त्यो ठ्याक्कै त्यही हामीले रुम लिएछौँ। आज हामी यस्तो भयो, आज हाम्रो हजुरहरूलाई फेरि हाम्रो नयाँ ब्रेभ ट्र्याकर सिजन 4 मा तपाईहरुलाई स्वागत छ। यसपालि हामीले चाहिँ अन्नपूर्ण सर्किट गर्ने निधो गरेको थिए हैन। प्लान त हामी धेरै बनाइए, लमसम 7-8 जना साथीहरूलाई लाने प्रयास थियो, तर लास्टमा हामी 3 जना चाहिँ यसपालि चाहिँ अन्नपूर्ण सर्किट चाहिँ जसरी गर्ने हो भनेर हामी चाहिँ यसपालि एकदम संकल्प गरेको थियो र हामी प्रिपरेसन पनि गरेको थिए। लमसम तपाईको 5-6 महिनादेखि हामी प्रिपरेसन पनि गरेको थिए राम्रो तरिकाले। अनि जस यसपालि 3 जना मात्र, हामी 8 जनामा 3 जना मात्र अब हामी आयो। अब ठ्याक्कै हामीले अप्रिल 2025 4 तारिकदेखि अनि 22 तारिकको 22 गते हामी नाइटमा चाहिँ हामी हिँडेको हजुरको भैरवादेखि। तर हिजो चाहिँ हाम्रो दाउनेको जामको कारणले गर्दा पोखरा गाडी हामी टिकट काटेको थिए, तर लकिली हामीले पोखराको टिकट काटेको थिए हैन। अनि 1 बजेसम्म हामी दाउने बसेपछि अब रातभरि त्यहीँ बस्ने भन्दाखेरि अब ड्राइभरले जस बस फर्काएर हामी पोखराको रोडबाट ल्यायो। त्यो गर्दाखेरि हामीले अब पोखराबाट डुम्रेबाट बेसी छ र यहाँ आउँदाखेरि अलि डिले भयो। अहिले रिजर्भको गाडी मात्र पाइरहेछ माथि, अब चामेसम्म तलको पाइरहेछ, त्यो पनि रिजर्भको 18,000 लिइरहेछ। बरु हामी अब आज यही रेस्ट गर्ने, अब विकल्प नभइसक्यो चाहिँ भोलि बिहान हामी अब पिकअपको नम्बर लिएछौँ र त्यो नम्बर अनुसार उहाँलाई कल गरेपछि भोलि 7 बजे हामी 3 जना छौँ, 3 जना गएर 6 जनामा रिजर्भ भएर हामी माथि जान्छौँ। त्यसपछि माथिको देख्नुहुन्छ हैन। आजको हाम्रो यो टिममा हाम्रो पवन सर एकदम हेलो उहाँ हाम्रो पवन सर हुनुहुन्छ। उहाँ चाहिँ एकदम आँटिलो हो हाम्रो टिममा, यसपालि पनि उहाँ सामेल हुनुभएको छ। उहाँको 2 शब्द हामी सुन्छौँ। हेलो हाय। अब के भन्ने बोल्नु तपाईँ
ठिकै छ अब पाउज गर कन्टिन्यू हेलो सम्पूर्ण साथीहरूमा मेरो न्यानो अभिवादन। आज हामी चाहिँ यो अन्नपूर्ण सर्किटको पहिलो दिन नभनौँ, दोस्रो दिन भनौँ। अब हिजो 4 तारिकदेखि भनौँ न 22 गतिदेखि रातिदेखि हामी नाइटबाट चाहिँ यात्रा सुरु गरेको हो। त्यसले गर्दा 22 आज दोस्रो दिन। हामी चाहिँ बाटोको कारणले गर्दाखेरि बल्ल आज चाहिँ हामी साँझसम्ममा चाहिँ लमजुङको बेसी सहर आइपुगेका छौँ र यहाँ लमजुङ बेसी सहर आइपुग्दासम्म हामीलाई बाटोमा धेरै कठिनाइहरूको सामना गर्नु पर्यो। बाटो बन्दले गर्दाखेरि बाटोले पनि हामीलाई धोका दियो र त्यो सँगसँगै हामीले एउटा चाहिँ अब यस्तोसम्म हुन्छ कि भन्ने त सोचेका थिएन। तर यो जुन यातायात मजदुरहरू छन्, व्यवसायी भनौँ, यिनीहरूले चाहिँ 90% चाहिँ झुट बोल्दो रहेछन्। अनि त्यसले गर्दाखेरि हामी चाहिँ धेरै आज दुःख पाइयो र बल्ल बल्ल चाहिँ हामी लगभग साँझको चाहिँ 4 बजेतिर यो बेसी सहरमा आइपुगेका छौँ र बेसी सहरमा चाहिँ हामी अहिले चाहिँ न्यू तिल्चो भन्ने होटलमा चाहिँ रुम लिएर बसिरहेका छौँ र अबको भोलि बिहान चाहिँ हामीले चाहिँ बोलेरोबाट अब कति बज्छ, एउटा बोलेरोमा चाहिँ लगभग 6 जना लिएर जाँदो रहेछ र हामी चाहिँ 3 जना भएको हुनाले अब उसले 3 जना मान्छे खोजिसकेपछि मात्र हाम्रो चाहिँ यता माथिको यात्रा चाहिँ सुरु हुनेछ। हेलो गाइस, हिजो बेलुका हामी गएर गाडी नपाएर यहीँ होटलमा बसेको। यसो एकदम राम्रो होटल रहेछ। सर सोध्नुपर्छ हिजो एकदम तपाईँहरू हजुर हजुर तिलेचो थोरङ्ला हजुर तपाईँहरू पनि आउँदाखेरि अङ्कलकोमा होटलमा बस्नु होला। होटल तिलेचो एउटा कार्ड दिनु न अङ्कल। एकदम नेपालीको लागि त एकदम बेस्ट हो यो बेसी सहरमा यस्तो होटलै छैन भने नै हुन्छ। अनि त्यो कारणले गर्दा अनि गाडी पनि हाम्रो यहाँ बुक भइसकेको छ। अनि सेयरिङमा हो, टक्क यहाँसँग सामानहरू पनि लोड भइसकेको छ। ल अब हामी बिस्तारै अब यहाँ लाग्छौँ। टक्कै हाम्रो साथीहरू मलाई साइडमा है। फाइनली हाम्रो डे 3 को यात्रा सुरु छौँ है। बेसी सहरदेखि मनाङको यात्रा फर्काउने हो। बाटोमा पनि हजुर लिएर आउँछु। सल्लाह दियोस्। बिहान हामी हिजो गाडी नपाएर बिजोग थियो, तर गाडी पायो। खानासाना खाएर आनन्दले हामी यहाँ निक्लिँदा छौँ। अब भोलि एडभेन्चर हुन्छ। अब मार्क्स निकाल्ने दाइ मार्क्स निकाल्नु हुन्छ नि अहिले हाम्रो त्यता हिँड्दैछु। बाई बाई।
कागबेनीदेखि ठ्याक्कै 77 किलोमिटर छ क्या अहिले बाटो त फिलिली छ क्या हाम्रो यो पोर्टेट आएर यस्तो भयो नत्र भने त यस्तै पहिला तपाईँ चामेर पुरा 9 घन्टा लाग्थ्यो बेसरबाट यस्तै फुर हाल्यो बेसरबाट भित्री भयो बिहान यति बजे बेसरबाट हिँड्यो भने चामे त भएर 4 बजे 5 बजे पुग्छ चामे प्रोजेक्ट के छ त बाटो हाइड्रो खोल्दैछ माथि कोदोमा ड्याम छ दाने घिउमा निकाल्छ फेरि बगर सापमा फुटेर ताल डाँडा निकाल्छ फेरि ताल डाँडाबाट सिँहाई निकाल्छ एउटा लामो थुप्रै त पोटेर अब बाटोमा तालमा त पहिले छैन ड्याम छैन त तालमा त्यही बनाउन लाग्यो धेरै रमाइलो आर्मी होला छैन भाइ पुलिस मात्रै हटायो सम्झिरहेको थियो यार सोधेर होइन
सोध न यहाँ बुक गरेको थिएन सोध न मनाङ दमदम यो चाहिँ चामे हजुर हजुर अब कति किलोमिटर होला मनाङ अब समथिङ मनाङ हेर त्यस्तै 20-25 25 किलोमिटर 25-30 भनौँ आम्बो आराम आम्बो मनाङको सदरमुकाम चामेमा तपाईँहरूलाई स्वागत छ। हेर्न सक्नुहुन्छ तपाईँको म त अन्ततिर मनाङ होला सदरमुकाम नै सम्झिरहेको थिएँ क्या ल तपाईँ च्यामे बजारको 360 भ्यू एउटा कुरा 5 किलो फल्छ है सानो बोट छ सक्छ है त मनाङ भ्याली वाइन पाउने मनाङ भ्याली
उसको ग्राहक यही होला क्या जस्तो लाग्छ मलाई उसको ठुलो ग्राहक यही होला मलाई त्यही लक्षित गरेर पनि बनाउन सक्यो होला के गारन्टी होइन हो कि अप्सन गरेर लगानी गऱ्यो होला होइन यत्रो फर्मको लागि त पानी चाहियो होइन दाइ सिँचाइको लागि त पानी चाहियो नि पुरै पाइप लगेछ ऊ जरा त्यही हो मोटर सोटर ठुलै पम्प रहेछ एकजनाको मात्र लगानी हो ए अर्को पनि छ होइन अघिल्लो पालि फोटो हुन्छ बस होइन ठिकै छ मना यो मुस्ताङ उतातिर मुस्ताङ पऱ्यो मनाङ ल मनाङको स्वर्गद्वारीको भिड गर्नुहोस् एउटै ढुङ्गा छ है एउटै चट्टान छ है त्यहाँदेखि यहाँसम्म हो सिङ्गै हेर्न सक्नुहुन्छ होइन तपाईँको एउटै चट्टान छ कि एउटै चट्टान यो तलदेखि माथिसम्म माथि गएर हिउँ परेको थियो नि त त्यो कटिसक्यो कि आएन कटिसक्यो नि हो र त्यो देखेन त हेरको त त्यही साइडमा थियो नि त होइन पुलकै छेउमा हो क्या त्यही मैले एउटै खोला 3 मिनट तर्नुपर्छ भने नि तपाईँको झर्ना त्यो राइट साइडमा थियो यो साइड लेफ्ट साइडमा छ कि पुलको छेउमा फरक माथिबाट झरेको हामी माथिको बाटो थियो क्या त्यो माथिको अझै माथिको अस्ति हामी माथिको बाटो भएको थिएन त्यसमा क्या ए माथिको बाटो अस्ति बोराइमा त्यो अक्टोपस जस्तो क्या फाइनली हामी 10 बजेपछि सरदेखि हिँडेको ठ्याक्कै 6 घन्टा होइन सर 6-7 घन्टा 6 घन्टामा चाहिँ हामी बेसी मनाङ पुगेको अनि बाटो पनि ठिकै रहेछ त्यस्तो खासै पनि बाटो धेरै बनिसकेको छैन अब हाम्रो टिममा एकजना सर जोडिनु भएको छ सरको यसो परिचय हेलो नमस्ते मेरो नाम अच्युत जङ थापा मेरो घर चाहिँ गोर्खा अहिले काठमाडौँ उहाँ चाहिँ हाम्रो यस टिममा यसो नयाँ छोटो मिठो मेम्बर भोलि पनि हामी उहाँसँगै आइसिलेक्ट जाने हो अहिले फुल्ली एडभेन्चर हुन्छ भोलि अब उहाँहरू त हाम्रो पुरानो टिमहरू हो
अब होटल पनि एकदम होटल के भन्छ होटलको नाम हाम्रो होटलको नाम के हो दाइ? सुपर भ्यूमा एकदम राम्रो छ। उहाँले हाम्रो नेपालीहरूको लागि स्पेसल एकदम मिलाएर कोठा पनि हाम्रो 700 गरिदिनु भएको छ। अनि खानाको चाहिँ 500, तातो पानी चाहिँ खुवाउने एकदम राम्रो छ चिप रेटमा। माथि त झन् महँगो छ, त्यही भएर हाम्रो पनि तपाईँहरू पनि यहाँ मनाङ आउँदाखेरि सुरुमै उहाँको होटल रहेछ सुपर भ्यूमा चाहिँ पस्नु होला। म पछि उहाँको कन्ट्याक्ट नम्बर हो डिस्क्रिप्सनमा हालिदिन्छु। अनि अब बाँकी अब यसपछि हामी अब त्यहाँ गङ्गाबु ताल होइन लेक होइन त्यो लेकमा अब घुम्न जान्छौँ। त्यहाँ बनाउँछ आज हामी बसेको होटल यो रहेछ हाम्रो होटल। आज बसेको होटल हाम्रो यो रहेछ होटल सुपर भ्यू गेस्ट हाउस। हाम्रो पुरै हाम्रो दुईटा गाइजहरू हामी झर्ने कताबाट सर तल? ए आऊ त्यहाँ आऊ हेर्नु त। ग्रोसरी आइटमहरू पनि बेकरी आइटमहरू पनि खान सक्नुहुन्छ तपाईँहरू। मनाङको टाइगर सरले स्टिक भनिराख्नु भएको थियो होइन? हजुर स्टिक किन्नलाई होइन सरले? त्यही होइन मेरो छ क्या उता भाइको पऱ्यो त्यो होटलबाट भोलिको लागि चाहिँ लिएको पर्सि त आइपुग्यो। कि हामी अगाडि आइयो क्या हो लेक झर्नलाई। यता तल झर्ने बाटो छैन र? गङ्गाबु ल यसो भनिदिनु पर्छ। आज हाम्रो यो जोरले सर्किटको यात्राको तेस्रो दिन मनाङ आइपुगेका छौँ र अब मनाङमा हामी होटल के अरे सुपर भ्यूमा रुम लिएँ। अब झलासला त्यही थन्काएर अहिले चाहिँ हामी नजिकै रहेको एउटा
सानो लेक के लेक गङ्गा गम्बु लेक गङ्गाउ लेक हेर्न गइराखेका छन् गङ्गापूर्ण लेक हो के हेरौँ ल लाइलो गाइज गङ्गापुर लेकको पहिलो जुलुङ्गे पुल तर त्योभन्दा बेला कङ्क्रिट बनिसकेछ है यसपालिको हाम्रो हामी यहाँ छ पूर्ण लेक गङ्गापूर्ण लेक ल जानु छ गङ्गापूर्ण लेक पूर्ण लेक चाहिँ हामी पहिलो यहाँ मनाङ गाउँमा आएर मनाङ जिल्ला ल रेडी 1 2 धेरै हाइट पनि रहन्छ फाइनली हामी चाहिँ गङ्गापूर्ण लेक आइसकेछौँ गाइज ओ गङ्गापूर्ण लेकको 360 भ्यू तर अहिले पुरै उसले ढाकेको अवस्था छ वेदरले हामीलाई खासै भापेन है 360 भ्यू यतातिर खासै छैन भोलि हामी आइस लेकको लागि त्यता जाने हो है टक्क हामी अब गङ्गापूर्ण लेकतर्फ हाम्रो यात्रा भइरहेछ हामी टक्क लेकमा गइरहेछौँ टक्क गङ्गापूर्ण लेकमा गएर ठ्याक्कै 36 घन्टा नन स्टप गाडीमा यात्रा गरिसकेपछि एक रात स्टे गरिसकेपछि बल्ल हामी एउटा स्वर्गको टुक्रा हेर्न मौका पाइयो गाइज यो हाम्रो लागि ठुलो सौभाग्यको कुरा हो सो मेरो लागि यो ट्रायल भन्दा पनि मेरो लागि एउटा बुद्धले भनेको जस्ट वालकिल मेडिटेसन जुन हरेक चिजसँग हरेक तनावसँग मुक्त भएर कम्तीमा 10 दिन आफ्नो ब्रिथ आफ्नो शरीरको पीडासँग आफ्नो शरीरका हरेक सेलबाट निस्केको भाइब्रेटसँग पुरै नेचरसँग रमाउन पाइयोस् भनेर खासमा यो ट्र्याक हो यो मेरो लागि एउटा मेडिटेसन नै हो सो अरू जे भए पनि म वर्षभरि जहाँ जे भए पनि 10 दिन आफ्नो लागि निकाल्छौँ यो नेचरको लागि निकाल्छौँ ओ माई गॉड दिस इज achievement in my life oh guys oh yes अब हामी गङ्गापूर्ण लेकमा आइसकेछौँ यहाँ थोरै साइट सिनहरू हुन्छन् यहाँ थोरै हाम्रो यात्राका केही तिता मिठा कुराहरू हुन्छन् टक्क हामी लेकमा आइपुगेका छौँ है पुग्ने अवस्था आइसकेका छौँ है पुरै मलाई चाहिँ यो तिलेसो नै होइन यो हिमालको यताको छेउको यो हिम श्रृङ्खलाबाट आएको यो पानीहरू हो त्यही भएर हामी यहाँ टक्क यो भ्यू हेर्न सक्नुहुन्छ है लेकको